आजको यो भिडियो अन्तर्गत रहेर म हजुरलाई इन्टरभ्यूमा बोलिने इङ्ग्लिस चाहिँ स्टेप बाई स्टेप सिकाउनेछु। जस्तै कि तपाईँलाई कस्तो हिसाबले क्वेसन गरिन्छ र त्यसमा एन्सर कसरी दिने र फरक फरक खालका सेन्टेन्सहरू कसरी बोल्ने भनेर चाहिँ म स्टेप बाई स्टेप बताउँदै जानेछु र त्यसपश्चात म हजुरलाई रिपिट गर्ने टाइम पनि दिनेछु र म पनि रिपिट गर्दै हजुरलाई सुनाउँदै गर्नेछु। र यसरी तपाईँले प्र्याक्टिस गर्नुभयो भने चाहिँ तपाईँलाई इन्टरभ्यूमा चाहिँ इङ्ग्लिस बोल्न एकदम सजिलो पर्छ र त्यहाँनिर गएर केही पनि अप्ठ्यारो पर्दैन। र त्यही उद्देश्यका साथ आजको यो भिडियो तयार गरेको छु। यहाँनिर चाहिँ मैले सेन्टेन्सहरूलाई एक दुईचोटि मात्र रिपिट गरेको छु, जो चाहिँ आफू कन्फिडेन्ट नहुन्जेलसम्म त्यो सेन्टेन्सहरूलाई चाहिँ भिडियो पज गर्दै रिपिट गर्दै गर्नुहोला। र मैले राखेको आफ्नो मेरो व्यक्तिगत जानकारीहरूलाई हटाएर तपाईँको आफ्नो राखेर तपाईँले प्र्याक्टिस गर्न सक्नुहुनेछ। र यहाँनिर चाहिँ स्टेप बाई स्टेप गाइड्स म हजुरलाई दिनेछु र आशा गर्दछु पक्कै पनि हजुरहरूलाई यो भिडियो मन पर्नेछ। नमस्ते साथीहरू, मेरो नाम हो सन्तोष ठाकुर, च्यानलमा स्वागत छ हजुरहरूलाई। आउनुहोस् सुरु गरौँ आजको यो भिडियो। र साथीहरू, मैले यो भिडियोमा चाहिँ सबै बेसिकदेखिबाटको कुराहरूलाई राखिदिएको कारणले गर्दाखेरि तपाईँलाई यदि अलरेडी आइसकेको कुराहरू छन् भने तपाईँलाई त्यो सुन्दा बोरिङ लाग्न सक्छ। त्यस कारणले गर्दाखेरि मैले चाहिँ यहाँनिर टाइम स्ट्याम्प राखिदिएको छु र हरेक टपिकसँग सम्बन्धित टाइम स्ट्याम्पहरू तपाईँले डिस्क्रिप्सन बक्समा गएर चेक गर्न सक्नुहुनेछ। र त्यहाँनिर टाइम स्ट्याम्प राखिदिएको छु र त्यो कुन कुन चिज तपाईँलाई सिक्न मन छ त्यहाँनिर गएर चाहिँ तपाईँले त्यो टाइम स्ट्याम्पलाई हेर्नु होला। आफूले पर्फेक्टसँग भन्न नसक्ने भएछ भने तपाईँ रिपिट गर्दै जानु होला। माई नेम इज सन्तोष पौडेल। माई नेम इज सन्तोष पौडेल। मेरो नाम सन्तोष पौडेल हो। तपाईँले आफ्नो नाम राखेर भन्नुहोस् त। माई नेम इज, हजुर यसरी भन्नुहोस्, माई नेम इज सन्तोष पौडेल। अब यो सेन्टेन्सलाई तपाईँले यसरी पनि भन्न सक्नुहुन्छ, आई एम सन्तोष पौडेल। आई एम सन्तोष पौडेल भन्नुहोस् त, मसँगसँगै तपाईँले रिपिट गर्नुहोस्। अब तपाईँले माई नेम इज सन्तोष पौडेल भने पनि वा आई एम सन्तोष पौडेल भने पनि कुरा चाहिँ एउटै हो। यसको मतलब हुन्छ मेरो नाम सन्तोष पौडेल हो। र योभन्दा पछाडिका जति पनि सेन्टेन्सहरू छन् त्यसमा चाहिँ मैले मेरो आफ्नो डिटेल्सलाई राख्छु है त, मेरो व्यक्तिगत जानकारीलाई त्यहाँनिर राख्छु। तपाईँले मेरो जानकारीलाई निकाल्नुहोस् र तपाईँको आफ्नो जानकारीलाई राखेर तपाईँले प्र्याक्टिस गर्नुहोस् है। अब तपाईँले यो माई नेम इज सन्तोष पौडेल, आई एम सन्तोष पौडेल कतिखेर भन्न सक्नुहुन्छ भन्दा इन्टरभ्युअरले जब तपाईँलाई वाट इज योर नेम भनेर जब क्वेसन सोधिन्छ, वाट इज योर नेम यानि कि तपाईँको नाम के हो भनेर यसरी सोद्धाखेरि यस्तो अवस्थामा तपाईँले चाहिँ माई नेम इज सन्तोष पौडेल वा आई एम सन्तोष पौडेल भनेर यसरी बताउन सक्नुहुन्छ। अब यसमा चाहिँ तपाईँको हाम्रो कस्तो बानी छ भन्दा इट्स मी सन्तोष वा माई सेल्फ सन्तोष भनेर यसरी सुरु गर्छौँ हामीले। यसरी चाहिँ कहिले पनि इन्टरभ्यूमा नभन्नु होला। यो भनेको चाहिँ इन्फर्मल चिज हो। नर्मली रूपमा बाहिर गएर वा साथीहरूसँग वा कुनै व्यक्तिहरूसँग बोल्दाखेरि चाहिँ तपाईँले त्यसरी प्रयोग गर्न सक्नुहुन्छ, तर इन्टरभ्यूमा चाहिँ यो अप्रोप्रिएट मानिँदैन है, यो यतिको उपयुक्त हुँदैन। त्यसैले यसरी नै तपाईँले माई नेम इज सन्तोष पौडेल वा आई एम सन्तोष पौडेल भनेर यसरी फुल नेम बताउनु होला। अर्को सेन्टेन्स छ हाम्रो, आई एम 27 इयर्स ओल्ड। आई एम 27 इयर्स ओल्ड भन्नुहोस् त तपाईँले, आई एम 27 इयर्स ओल्ड यानि कि म 27 वर्षको भएँ। यो सेन्टेन्सलाई तपाईँले फेरि रिपिट गर्नुहोस् त, आई एम 27 इयर्स ओल्ड। यसमा तपाईँको आफ्नो उमेरलाई राखेर यसलाई यसरी भन्ने प्र्याक्टिस गर्नुहोस् है त। र तपाईँले यसलाई अलिकति फरक तरिकाले यसरी नै बताउन सक्नुहुन्छ, जस्तै कि आई एम 27 इयर्स ओल्ड, आई वाज बोर्न इन 1997। अब मसँगै भन्नुहोस् त, आई एम 27 इयर्स ओल्ड, आई वाज बोर्न इन 1997। यसरी बताउनुहोस् है त। म 27 वर्षको भएँ, मेरो जन्म 1997 मा भएको हो भनेर यसरी नै बताउन सक्नुहुन्छ। यहाँनिर तपाईँले आई वाज बोर्न इन 1997 भन्दाखेरि हामीहरूले चाहिँ एम बर्न भनेर बोल्छौँ है। बर्न भनेको चाहिँ जल्नु हो। त्यस कारणले गर्दाखेरि यो बोल्दाखेरि अलिकति क्लियर भएर बोल्नु होला। हामीले चाहिँ जन्मिँदाखेरिको बर्नलाई पनि बर्न नै भन्छौँ र जलेकोलाई पनि बर्न नै भन्छौँ। त्यही भएर बुझ्नको लागि अलिकति गाह्रो हुन्छ। म 1997 मा जन्मिएर म 1997 मा जले भन्दाखेरि त फरक पर्छ। त्यही भएर अलि विचार गरेर आई वाज बोर्न इन 1997 भनेर यसरी बोल्नु होला। यो चाहिँ कतिखेर भनिन्छ त भन्दा तपाईँलाई इन्टरभ्यूमा हाउ ओल्ड आर यु यानि कि तपाईँ कति वर्षको हुनुभयो, हाउ ओल्ड आर यु तपाईँ कति वर्षको हुनुभयो भनेर यसरी क्वेसन सोधिँदाखेरि यस्तो अवस्थामा तपाईँले बताइदिन सक्नुहुन्छ, आई एम 27 इयर्स ओल्ड। आई एम 27 इयर्स ओल्ड, आई वाज बोर्न इन 1997। फेरि एकचोटि भन्नुहोस् त, आई एम 27 इयर्स ओल्ड, आई वाज बोर्न इन 1997। र यसै गरी अर्को सेन्टेन्स रहेको छ, आई लिभ इन हेटौँडा। आई लिभ इन हेटौँडा यानि कि म हेटौँडामा बस्छु भन्नुहोस् त यो सेन्टेन्सलाई, आई लिभ इन हेटौँडा। लिभ भनेको चाहिँ यहाँनिर लिभ भनेको चाहिँ म बस्छु भन्ने अर्थ लाग्छ है त। आई लिभ इन हेटौँडा मतलब म हेटौँडामा बस्छु भनेर यसरी तपाईँले बताउन सक्नुहुन्छ।
यो चाहिँ कतिखेर बताउन सक्नुहुन्छ भन्दा वेयर डु यु लिभ भनेर यसरी सोधिन सक्छ वा वेयर आर यु फ्रम भनेर यसरी पनि क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा चाहिँ तपाईँले आई लिभ इन हेटौँडा भनेर यसरी बताउन सक्नुहुन्छ वा तपाईँले आई लिभ इन हेटौँडा नेपाल भनेर यसरी बताउन सक्नुहुन्छ। मसँगै रिपिट गर्नुहोस् त, तपाईँको आफ्नो ठाउँलाई राख्नुहोस् र अनि रिपिट गर्नुहोस्। आई लिभ इन हेटौँडा नेपाल यानि कि म हेटौँडा नेपालमा बस्छु वा आई एम फ्रम हेटौँडा नेपाल यानि कि म हेटौँडा नेपालबाट आएको हुँ, म हेटौँडा नेपालको हुँ भन्ने हिसाबले तपाईँले यसरी बताउन सक्नुहुन्छ। मसँगै फेरि एकचोटि रिपिट गर्नुहोस् त, आई लिभ इन हेटौँडा नेपाल, आई एम फ्रम हेटौँडा नेपाल। वा तपाईँ कुनै पनि ठाउँमा गएर टेम्पोररी रूपमा बसिरहनु भएको छ वा कुनै पनि ठाउँमा चाहिँ अलि लामो समयदेखिबाट बसिरहनु भएको छ भने तपाईँले यसरी नै बताउन सक्नुहुन्छ। जस्तै कि आई करेन्टली लिभ इन हेटौँडा नेपाल भन्नुहोस् त, आई करेन्टली लिभ इन हेटौँडा नेपाल। आई हेभ बिन लिभिङ देयर फर 10 years, आई हेभ बिन लिभिङ देयर फर 10 years यानि कि म हाल हेटौँडा नेपालमा बस्छु, म त्यहाँ 10 वर्षदेखि बस्दै आएको छु यानि कि म 10 वर्षदेखिबाट बसिरहेको छु। यो सेन्टेन्सलाई हामी एकैचोटि भनौँ है त। आई करेन्टली लिभ इन हेटौँडा नेपाल, आई हेभ बिन लिभिङ देयर फर 10 years भन्नुहोस् त, मसँग फेरि रिपिट गर्नुहोस्। आई करेन्टली लिभ इन हेटौँडा नेपाल, आई हेभ बिन लिभिङ देयर फर 10 years यानि कि म हाल हेटौँडा नेपालमा बस्छु, म त्यहाँ 10 वर्षदेखि बस्दै आएको छु। यो चाहिँ तपाईँ यदि विदेश गएर कुनै पनि ठाउँमा बस्नु भएको छ भनेदेखि यस्तो अवस्थामा तपाईँले यो पनि बताइदिन सक्नुहुन्छ। जस्तै कि आई करेन्टली लिभ इन दोहा कतार, आई हेभ बिन लिभिङ देयर फर 10 years यानि कि म हाल दोहा कतारमा बस्दै आइरहेको छु र यहाँ चाहिँ म 10 वर्षदेखिबाट बसिरहेको छु भन्ने हिसाबले यसरी नै बताउन सक्नुहुन्छ। यहाँनिर एउटा वर्ड छ करेन्टली, यसको मतलब चाहिँ म हालसाल वा म हाल भन्ने अर्थ लाग्छ है त। र यसलाई तपाईँले यसरी नै भन्न सक्नुहुन्छ, आई एम फ्रम हेटौँडा नेपाल बट आई हेभ बिन लिभिङ इन काठमाडौँ फर 5 years भनेर यसरी नै बताउन सक्नुहुन्छ। म सँगसँगै भन्नुहोस् त, आई एम फ्रम हेटौँडा नेपाल बट आई हेभ बिन लिभिङ इन काठमाडौँ फर 5 years। यसलाई फेरि एकचोटि रिपिट गर्नुहोस्, आई एम फ्रम हेटौँडा नेपाल बट आई हेभ बिन लिभिङ इन काठमाडौँ फर 5 years। म हेटौँडा नेपालबाट आएको हुँ तर म काठमाडौँमा चाहिँ 5 वर्षदेखि बस्दै आएको छु। र यसलाई तपाईँले अलिकति फरक तरिकाले यसरी नै भन्न सक्नुहुन्छ। योभन्दा अघिल्लो पार्टमा चाहिँ तपाईँले यी टपिक्सहरूलाई कभर गर्नुभएको थियो र अब आउने पार्टहरूमा चाहिँ हामी यी टपिक्सहरूलाई कभर गर्नेछौँ। टेल मी अबाउट योर फ्यामिली वा टेल मी लिटल बिट अबाउट योर फ्यामिली यानि कि तपाईँको परिवारको बारेमा बताउनुहोस् वा तपाईँको परिवारको बारेमा अलिकति बताउनुहोस् भनेर यसरी सोधिँदाखेरि चाहिँ तपाईँले कसरी बताउन सक्नुहुन्छ त भन्दा तपाईँको परिवारमा जे जतिजना व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकमुष्टमा तपाईँले बताइदिन सक्नुहुन्छ। र म तपाईँलाई अलिकति के सल्लाह दिन चाहन्छु भन्दाखेरि जब पनि तपाईँले आफ्नो परिवारको बारेमा बताउनुहुन्छ त्यतिखेर चाहिँ तपाईँको बुवा आमा, तपाईँको भए श्रीमती अनि छोराछोरी भए छोराछोरी यति कुराहरूलाई मात्रै बताइदिनुहोस् है, धेरै परसम्म नजानु। तपाईँलाई इन्टरभ्यू लिने व्यक्ति तपाईँको परिवारसँग त्यति इन्ट्रेस्टेड हुँदैन तर फर्मालिटीको लागि यस्ता खालका क्वेसनहरू गरिन्छन्। त्यस कारणले गर्दाखेरि तपाईँले सर्टकटमा बताइदिन सक्नुहुन्छ। जस्तै कि तपाईँले यसरी बताउन सक्नुहुन्छ, माई फ्यामिली हेज 4 people, माई वाइफ, डटर, सन एन्ड मी। मेरो परिवारमा 4 जना छौँ, श्रीमती, छोरी, छोरा र म भनेर यसरी बताउन सक्नुहुन्छ। यो सेन्टेन्सलाई एकचोटि रिपिट गर्नुहोस् त, माई फ्यामिली हेज 4 people, माई फ्यामिली हेज 4 people, माई वाइफ, डटर, सन एन्ड मी। फेरि एकचोटि भन्नुहोस् त, माई फ्यामिली हेज 4 people, माई वाइफ, डटर, सन एन्ड मी। र तपाईँ यसलाई अलिकति फरक तरिकाले पनि भन्न सक्नुहुन्छ। जस्तै कि इन माई फ्यामिली देयर आर 4 members, माई वाइफ, आवर डटर, आवर सन एन्ड माई सेल्फ। वी आर ए स्मल बट ह्याप्पी फ्यामिली। मेरो परिवारमा 4 सदस्यहरू छन्, मेरी श्रीमती, हाम्रो छोरी, हाम्रो छोरा र म। हामी सानो तर खुसी परिवार हौँ भनेर यसरी पनि बताउन सक्नुहुन्छ है त। अब यसलाई रिपिट गर्नुहोस् त, इन माई फ्यामिली देयर आर 4 members, माई वाइफ, आवर डटर, आवर सन एन्ड माई सेल्फ। वी आर अ स्मल बट ह्याप्पी फ्यामिली। यसलाई फेरि एकचोटि सुरुदेखि रिपिट गर्नुहोस् त, इन माई फ्यामिली देयर आर 4 members, माई वाइफ, आवर डटर, आवर सन एन्ड माई सेल्फ। वी आर अ स्मल बट ह्याप्पी फ्यामिली। यो त थियो सानो परिवारको बारेमा। जस्तै कि तपाईँ कमनमा बस्नुहुन्छ, तपाईँको परिवारमा चाहिँ थुप्रै सदस्यहरू छन् भने तपाईँले यसरी पनि बताउन सक्नुहुन्छ है त। जस्तै कि इन माई फ्यामिली देयर आर माई प्यारेन्ट्स, 2 brothers, 3 sisters, 2 sister-in-law, माई वाइफ, माई डटर, माई सन एन्ड माई सेल्फ। मेरो परिवारमा मेरो आमा बुवा, 2 दाजुभाइ, 3 दिदी बहिनी, 2 भाउजू, मेरी श्रीमती, मेरो छोरी, मेरो छोरा र म आफै छु भनेर यसरी पनि बताउन सक्नुहुन्छ। यसलाई सुरुदेखि भनौँ है त, इन माई फ्यामिली
देयर आर माई प्यारेन्ट्स 2 ब्रदर्स 3 सिस्टर्स 2 सिस्टर इन ल सिस्टर इन ल भनेको चाहिँ भाउजू होला यो सिस्टर इन ल भाउजूलाई चाहिँ इङ्ग्लिसमा सिस्टर इन ल भन्छ त्यसै गरी ज्वाइँलाई चाहिँ ब्रदर इन ल भन्छ है भाउजू तथा तपाईँको भिनाजु हुनुहुन्छ भने त्यसलाई ब्रदर इन ल भनेर भन्न सक्नुहुन्छ माई वाइफ माई डटर माई सन एन्ड माई सेल्फ यसलाई सुरुदेखि फेरि एकचोटि भन्नुहोस् त इन माई फ्यामिली देयर आर माई प्यारेन्ट्स 2 ब्रदर्स 3 सिस्टर 2 सिस्टर इन ल माई वाइफ माई डटर माई सन एन्ड माई सेल्फ यो सेन्टेन्सलाई तपाईँले आफैले एकचोटि रिपिट गर्नुहोस् मैले यी माथि भनिदिएको मध्येमा कुनै पनि जुन तपाईँलाई बेटर लाग्छ त्यही हिसाबले तपाईँले बताइदिनुहोस् र यसलाई आफै यो भिडियोलाई रोकेर प्र्याक्टिस गर्नुहोस् है साथीहरू रिपिट चाहिँ गर्नु होला र यस पश्चात अर्को सेन्टेन्स रहेको छ जस्तै कि तपाईँले नर्मली रूपमा बताउन सक्नुहुन्छ आई पास्ड 10th ग्रेड भनेर यसरी बताउन सक्नुहुन्छ मैले 10 कक्षा पास गरेको छु भन्नुहोस् त एकचोटि आई पास्ड 10th ग्रेड जस्तै कि आई पास्ड 10th ग्रेड भन्दाखेरि चाहिँ यो प्रेजेन्टमा भयो तपाईँले पास गरिसक्नु भएको कारणले गर्दा आई पास्ड भन्नु है भन्दाखेरि आई पास्ड 10th ग्रेड भनेर यसरी बताउनुहोस् किनकि आई पास्ड 10th ग्रेड आई नो बेसिक कम्प्युटर भनेर यदि तपाईँले कम्प्युटर सिक्नु भएको छ भने त्यो कुरालाई पनि बताउन सक्नुहुन्छ यो सेन्टेन्सलाई एकचोटि सरसर्ती भन्नुहोस् त जस्तै आई पास्ड 10th ग्रेड आई नो बेसिक कम्प्युटर आई नो बेसिक कम्प्युटर फेरि एकचोटि भन्नुहोस् त आई नो KNOW नो है त यसमा चाहिँ आई नो बेसिक कम्प्युटर किनकि मैले 10 कक्षा पास गरेको छु र मलाई आधारभूत कम्प्युटर आउँछ वा बेसिक कम्प्युटर आउँछ भनेर यसरी बताउन सक्नुहुन्छ वा तपाईँले यसलाई अलिकति फरक तरिकाले भन्न सक्नुहुन्छ जस्तै कि हामीले भन्दाखेरि चाहिँ मेरो शिक्षाको बारेमा कुरा गर्नुपर्दा चाहिँ मैले 10 कक्षा पास गरेको छु भन्ने हिसाबले हामीले भन्छौँ है त त्यसलाई चाहिँ इङ्ग्लिसमा तपाईँले यसरी बताउन सक्नुहुन्छ रिगार्डिङ माई एजुकेसन भन्नुहोस् त मसँगै रिपिट गर्नुहोस् रिगार्डिङ माई एजुकेसन फेरि एकचोटि भन्नुहोस् रिगार्डिङ माई एजुकेसन मेरो शिक्षाको सन्दर्भमा वा मेरो शिक्षाको बारेमा भन्नुपर्दा आई हेभ कम्प्लिटेड माई 10th ग्रेड फेरि एकचोटि भन्नुहोस् त आई हेभ कम्प्लिटेड माई 10th ग्रेड अब यसलाई हामी एकैचोटि भनौँ रिगार्डिङ माई एजुकेसन आई हेभ कम्प्लिटेड माई 10th ग्रेड जसलाई चाहिँ हामी SLC भन्थ्यौँ अहिले चाहिँ हामी C भन्छौँ है त यसलाई फेरि एकचोटि भन्नुहोस् रिगार्डिङ माई एजुकेसन आई हेभ कम्प्लिटेड माई 10th ग्रेड किनकि मेरो शिक्षाको बारेमा भन्नुपर्दा मैले 10 कक्षा उत्तीर्ण गरेको छु भनेर यसरी बताउन सक्नुहुन्छ वा तपाईँले कम्प्युटर सिक्नु भएको छ भने त्यो चिजलाई पनि यहाँनिर एड गर्न सक्नुहुन्छ जस्तै कि आई एम अल्सो कम्प्युटर लिटरेट भन्नुहोस् त आई एम अल्सो कम्प्युटर लिटरेट यानि कि म चाहिँ कम्प्युटर चलाउन पनि सक्षम छु वा कम्प्युटर चलाउनमा पनि दक्ष छु भनेर आई एम अल्सो कम्प्युटर लिटरेट भनेर यसरी नै भन्न सक्नुहुन्छ है यसलाई अझै अलिकति थपौँ है त विच हेल्प्स मी लर्न न्यू सिस्टम क्विकली जसले गर्दा चाहिँ मलाई नयाँ सिस्टमहरू छिटो सिक्न मद्दत गर्छ भन्ने हिसाबले यसरी बताउन सक्नुहुनेछ अब हामी यो सेन्टेन्सलाई एकैचोटि भनौँ है त तपाईँ म सँगसँगै रिपिट गर्नुहोस् है त रिगार्डिङ माई एजुकेसन आई हेभ कम्प्लिटेड माई 10th ग्रेड आई एम अल्सो कम्प्युटर लिटरेट विच हेल्प्स मी लर्न न्यू सिस्टम क्विकली एकचोटि फेरि भन्नुहोस् त तपाईँले यसलाई सरसर्ती यसरी भनिदिन सक्नुहुन्छ रिगार्डिङ माई एजुकेसन आई हेभ कम्प्लिटेड माई 10th ग्रेड आई एम अल्सो कम्प्युटर लिटरेट विच हेल्प्स मी लर्न न्यू सिस्टम क्विकली मेरो शिक्षाको बारेमा भन्नुपर्दा मैले 10 कक्षा उत्तीर्ण गरेको छु म कम्प्युटरमा पनि दक्ष छु जसले मलाई नयाँ सिस्टम सिक्न मद्दत गर्छ भनेर यसरी बताउन सक्नुहुनेछ अब तपाईँलाई इन्टरभ्यूमा वाट इज योर एजुकेसन वाट इज योर एकाडेमिक क्वालिफिकेसन भनेर यसरी क्वेसन सोधिँदाखेरि चाहिँ जस्तै कि तपाईँले बताइदिन सक्नुहुन्छ आई पास्ड 10th ग्रेड वा आई पास्ड 8th ग्रेड वा आई पास्ड 5th ग्रेड जति पढ्नु भएको छ त्यसलाई राखेर त्यसरी बताइदिनुहोस् र कम्प्युटरहरू सिक्नु भएको छ भने त्यसलाई पनि एड गर्नुहोस् यदि कम्प्युटरहरू सिक्नु भएको छैन भने पनि नर्मली रूपमा रिगार्डिङ माई एजुकेसन आई हेभ कम्प्लिटेड माई 10th ग्रेड भनेर यसरी बताउन सक्नुहुन्छ अब हामी लागौँ अर्को सेन्टेन्सतर्फ अर्को सेन्टेन्स रहेको छ आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ क्लिनर यानि कि मसँग क्लिनरको रूपमा 2 वर्षको अनुभव छ वा 2 वर्ष काम गरेको अनुभव छ भन्नुहोस् त यसलाई रिपिट गर्नुहोस् त आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ क्लिनर यानि कि मसँग 2 वर्ष क्लिनरको रूपमा काम गरेको अनुभव छ भनेर यसरी बताउन सक्नुहुन्छ यदि तपाईँसँग अलरेडी अनुभव छ भने यसरी बताउन सक्नुहुनेछ तपाईँसँग जुन फिल्डसँग सम्बन्धित अनुभव छ त्यसलाई यहाँनिर मेन्सन गरिदिनुहोस् आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ अनि त्यसपछि तपाईँको आफ्नो पोजिसनलाई त्यहाँनिर राखिदिनुहोस् मैले यहाँनिर क्लिनर भनेर एउटा इक्जाम्पलको लागि राखेँ र मैले यो इङ्ग्लिससँग सम्बन्धित चाहिँ हरेक फिल्डको लागि तपाईँ जुन फिल्डमा इन्टरभ्यूको लागि जाँदै हुनुहुन्छ त्योसँग सम्बन्धित छुट्टै इङ्ग्लिसको भिडियो बनाएर राख्नेछु त्यहाँ चाहिँ तपाईँको काममा के कामहरू गर्नुपर्ने छ भनेर यो कामभन्दा पछाडि एक्सपिरियन्सको पार्टमा चाहिँ के अन्य कुराहरू थप्ने भन्ने जस्ता कुराहरू पनि हजुरलाई स्टेप बाई स्टेप सिकाउनेछु यहाँनिर चाहिँ हामी यति मात्रै सिकौँ म सँगसँगै तपाईँ रिपिट गर्नुहोस् त
I have 2 years of experience working as a फेरि एकचोटि भन्नुस् I have 2 years of experience working as a यानी कि मसँग 2 वर्ष चाहिँ क्लिनरको रूपमा काम गरेको अनुभव छ भनेर तपाईले यसरी बताउन सक्नुहुन्छ र तपाईलाई इन्टरभ्युमा चाहिँ कसरी क्वेशन सोधिन सक्छ भने डु यु हैव एनी एक्सपीरियन्स what tell me about your experience do you have any experience as a भनेर जुन पोजिसनको लागि जाँदै हुनुहुन्छ त्यसलाई मेन्सन गरेर सोधिन सक्छ जस्तै कि डु यु हैव एनी एक्सपीरियन्स एज अ क्लिनर भनेर यसरी क्वेशन सोधियो भने तपाईले बताइदिन सक्नुहुनेछ yes I have 2 years of experience working as a cleaner भनेर यसरी बताउन सक्नुहुनेछ एकचोटि फेरि रिपिट गर्नुहोस् त yes I have 2 years of experience working as a cleaner र मैले मेरो भिडियोमा चाहिँ एक एक्सपिरियन्स नभएको व्यक्तिहरुले कसरी बताउने भनेर पनि सर्टकट राखिदिएको थिएँ र अब अनुभव नभएको व्यक्तिले चाहिँ कसरी बताउने त अनुभव यदि तपाईसँग छैन भनेदेखि तपाईले चाहिँ मसँग अनुभव छैन र थ्योरी ज्ञान मात्रै छ भनेर बताउँदा पनि हुन्छ तर स्पेशली रूपमा मेरो च्यानलमा आउने धेरै जसो व्यक्तिहरु चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा जाने व्यक्तिहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ के हुन्छ त भन्दाखेरि अलरेडी अनुभव भएको व्यक्तिलाई प्राथमिकता भनेर चाहिँ त्यहाँनेरि मागिएको हुन्छ तपाईसँग अनुभव छैन र तपाई जानुभयो भने तपाईको पास हुने सम्भावना धेरै कम हुन्छ त्यसकारणले म के सल्लाह दिन्छु हजुरलाई भन्दा तपाईको फिल्डसँग सम्बन्धित युट्युब भिडियोहरु मैले यो इन्टरभ्यु क्वेशन एन्ड आन्सर बनाएको छु त्यहाँनेरि गएर तपाईले के चेक गर्न सक्नुहुन्छ त भन्दा तपाईको ड्युटी तथा रेस्पोन्सिबिलिटीहरु के हुन्छन् त्यो कुराहरुलाई विशेष रूपमा फोकस गर्नुस् यदि सम्भव छ भने कुनै पनि ठाउँमा त्यो सम्बन्धित ठाउँमा गएर त्यहाँनेरि गएर त्यो कामलाई हेर्नुस् सम्भव भए 15 दिन 1 महिना जतिको ट्रेनिङै लिनुस् यदि त्यस्तो सम्भव छैन भने पनि सरसर्ती गएर राम्रोसँग हेर्नुस् हेरिसकेपछि तपाईलाई बेसिक कुराहरु त थाहा भइहाल्छ र त्यसपछि तपाईले बताइदिन सक्नुहुन्छ I have been working as a cleaner for 3 months भनेर यसरी बताउन सक्नुहुन्छ फेरि एकचोटी मसँग भन्नुस् त I have been working as a cleaner for 3 months I have been working as a cleaner for 3 months यानी कि 3 महिनादेखिबाट चाहिँ म क्लिनरको रूपमा काम गरिरहेको छु भनेर तपाईले यसरी बताउन सक्नुहुन्छ यहाँ माथि बताउँदाखेरि चाहिँ I have 2 years of experience working as a cleaner भनेको चाहिँ मसँग छ 2 वर्षको छ तर तपाईले यसरी नि बताउन सक्नुहुन्छ जस्तै कि तपाई कुनै ठाउँमा काम गरिरहनु भएको होला अहिले काम गरिरहनु भएको छ र इन्टरभ्युको लागि जानु भएको छ भने चाहिँ यसरी बताउन सक्नुहुनेछ I have been working as a cleaner for 2 years भनेर यसरी बताउन सक्नुहुनेछ फेरि एकचोटी भन्नुस् त यो सेन्टेन्सलाई I have been working as a cleaner for 2 years यानी कि म विगत 2 वर्षदेखिबाट चाहिँ क्लिनरको रूपमा काम गरिरहेको छु भनेर तपाईले यसरी नै बताउन सक्नुहुन्छ र तपाईलाई डु यु हैव एनी एक्सपीरियन्स or टेल मी अबाउट योर एक्सपीरियन्स भनेर क्वेशन सोधिदा तपाईले यसरी बताइदिन सक्नुहुन्छ yes I have 2 years of experience working as a cleaner yes I have been working as a cleaner for 2 years भनेर यसरी बताउन सक्नुहुन्छ यानी कि म 2 वर्षदेखिबाट चाहिँ काम गरिरहेको छु भन्ने हिसाबले तपाई जति समयदेखि गरिरहनु भएको छ त्यही कुरालाई मेन्सन गरिदिनुस् परिचय सुरु गर्दा सर्वप्रथम तपाईले यहाँनेरि समावेश गर्नुपर्ने कुराहरु भनेको तपाईको नाम हुन्छ तपाईको उमेर हुन्छ त्यसपछि तपाईको ठेगाना तपाईको पढाइ अनि त्यसपछि तपाईसँग भएको अनुभवहरु र तपाईसँग कुनै पनि सिप वा स्किलहरु छन् भने ती कुराहरुलाई चाहिँ तपाईले यहाँनेरि समावेश गरिदिन सक्नुहुन्छ मैले हजुरलाई अलरेडी नाम भन्नलाई सिकाइसके तपाईको उमेर भन्नको लागि पनि सिकाइसके है अनि त्यसपछि तपाईको ठेगाना भन्नको लागि पनि मैले यहाँ ठेगाना यानी कि एड्रेस भन्नको लागि पनि सिकाइसके त्यसपछि तपाईले अध्ययन गर्नु भएको कुराको बारेमा पनि मैले तपाईलाई सिकाइसके अघि माथि नै भनिसके है त त्यसपछि तपाईले तपाईको आफ्नो अनुभवको बारेमा यानी कि तपाईसँग भएको एक्सपिरियन्सको बारेमा पनि मैले भन्नलाई हजुरलाई सिकाइसके अब यी कुराहरुलाई कम्बाइन गरेर चाहिँ तपाईले एकमुष्टमा बताउन सक्नुहुनेछ जब तपाई इन्टरभ्युमा जानुहुन्छ तपाईलाई टेल मी अबाउट योरसेल्फ वा इन्ट्रोड्युस योरसेल्फ भनेर यसरी क्वेशन सोधिदाखेरि चाहिँ तपाईले यी कुराहरुलाई कम्बाइन गरेर भनिदिन सक्नुहुन्छ तर सुरु गर्दाखेरि चाहिँ अलिकति राम्रो तरिकाले सुरु गर्नुस् जस्तै कि एउटा सेन्टेन्सलाई यहाँनेरि युज गर्न सक्नुहुनेछ थ्यांक यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ यहाँनेरि तपाईले यो सेन्टेन्सलाई देख्न सक्नुहुनेछ यसलाई रिपिट गर्नुस् त थ्यांक यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ वा कतिपय व्यक्तिहरुले चाहिँ यो अपर्च्युनिटीलाई चाहिँ अपर्च्युनिटी पनि भनेर भन्छन् है अब तपाईलाई कसरी सजिलो लाग्छ त्यसरी नै तपाई बताउनुस् थ्यांक यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ यानी कि मलाई आफ्नो परिचय दिने अवसर दिनुभएकोमा धन्यवाद है यसरी सुरु गर्दाखेरि चाहिँ एकदम राम्रो इम्प्रेसन पर्छ यसलाई फेरि एकचोटी रिपिट गर्नुस् त थ्यांक यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ अब यसपश्चात तपाईले आफ्नो नाम उमेरहरुलाई चाहिँ बिस्तारै थप्दै जानुस् है त जस्तै कि हामी स्टेप बाइ स्टेप सिक्छौं थ्यांक यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ माई नेम इज सन्तोष पौडेल भन्नुस् त तपाईले तपाईको आफ्नो नामलाई देखेर रिपिट गर्नुस् तपाईले यहाँनेरि माई नेम इज सन्तोष पौडेल भनेर पनि भन्न सक्नुहुन्छ वा आई एम सन्तोष पौडेल भनेर यसरी पनि भन्न सक्नुहुन्छ तर तपाईको आफ्नो पूरा नामलाई बताउनुस् है त फेरि एकचोटी जाउँ हामी थ्यांक यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ माई नेम इज सन्तोष पौडेल यानी कि
मलाई आफ्नो परिचय दिने अवसर दिनुभएकोमा धन्यवाद। मेरो नाम सन्तोष पौडेल हो। अब यस पश्चात हामी हाम्रो उमेरलाई पनि बताउँ है। ल अब यसमा थपौँ आई एम 27 इयर्स ओल्ड। आई एम 27 इयर्स ओल्ड यानी कि म 27 वर्षको भएँ। आई लिभ इन हेटौडा नेपाल। आई लिभ इन हेटौडा नेपाल भन्नुहोस् त। यो सेन्टेन्सलाई हामी एकचोटि सुरुदेखि भनौँ है त। थ्याङ्क यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ। माई नेम इज सन्तोष पौडेल। आई एम 27 इयर्स ओल्ड। आई लिभ इन हेटौडा नेपाल। अब यस पश्चात हामी एजुकेसनको बारेमा पनि थपौँ है त। आई हेभ कम्प्लिटेड माई 10th ग्रेड। आई हेभ कम्प्लिटेड माई 10th ग्रेड एन्ड आई एम कम्प्युटर लिटरेट। यानी कि मैले 10 कक्षा पास गरेको छु र म कम्प्युटर चलाउन पनि सक्छु, कम्प्युटरमा पनि दक्ष छु। यसलाई फेरि सुरुदेखि भनौँ त। थ्याङ्क यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ। माई नेम इज सन्तोष पौडेल। आई एम 27 इयर्स ओल्ड। आई लिभ इन हेटौडा नेपाल। आई हेभ कम्प्लिटेड माई 10th ग्रेड एन्ड आई एम कम्प्युटर लिटरेट। मलाई आफ्नो परिचय दिने अवसर दिनुभएकोमा धन्यवाद। मेरो नाम सन्तोष पौडेल हो। म 27 वर्षको भएँ र म हेटौडा नेपालमा बस्छु। मैले 10 कक्षा पास गरेको छु र म कम्प्युटर चलाउन जान्दछु भनेर तपाईँले यसरी भन्नुभयो। अब यसमा अझै अलिकति थपौँ है त। अब यहाँनिर हाम्रो अनुभवको बारेमा पनि थपौँ है त। आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ क्लिनर। मसँगै भन्नुहोस् त। आई हेभ 2 years अफ एक्सपिरियन्स वर्किङ एज अ क्लिनर। यानी कि मसँग 2 वर्ष क्लिनरको रूपमा काम गरेको अनुभव छ। अब यसमा हामी अलिकति कुराहरू थपौँ है त। जस्तै कि तपाईँको स्ट्रेन्थको बारेमा पनि यहाँनिर केही चिजहरू राख्यौँ। जस्तै कि आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर। यानी कि आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड क्विक लर्नर। आई एम अनेस्ट भनेको चाहिँ म इमान्दार छु। हार्ड वर्किङ भनेको चाहिँ एकदम कडा मेहनती छु। एन्ड अ क्विक लर्नर भनेको चाहिँ म चिजहरू चाहिँ एकदम छिटो सिक्न सक्छु भनेर यसरी राखिदिन सक्नुहुन्छ है त। जस्तै कि अब हामी सुरुदेखिबाट भनौँ है त। तपाईँको परिचय अब लगभग लगभग सबै रेडी भयो। यहाँनिर मैले यो राखेको आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर भनेको चाहिँ जुनसुकै चिजको लागि जाँदाखेरि पनि तपाईँले आफ्नो परिचयमा यो चिजलाई समावेश गर्न सक्नुहुन्छ। यसले चाहिँ तपाईँको स्ट्रङ पोइन्टहरूलाई देखाउँछ। साथीहरू, तपाईँलाई आजको यो भिडियो कस्तो लाग्दैछ? यदि भिडियो मन परिरहेको छ भने यो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। साथै आउँदा दिनहरूमा चाहिँ कस्ता कस्ता खालका भिडियोहरू हेर्न चाहनुहुन्छ भनेर पनि कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। मैले फरक फरक जबको लागि लाग्ने फरक फरक स्ट्रङ पोइन्टहरूलाई छुट्टै छुट्टै भिडियोमा हजुरहरूलाई बताउने नै छु। त्योभन्दा पनि यो चाहिँ कमन रूपमा जुनसुकै ठाउँमा पनि युज गर्न सक्नुहुनेछ। जस्तै कि तपाईँले अब हामी सुरुदेखिबाट भनौँ है त। म सँगसँगै तपाईँ पनि रिपिट गर्नुहोस्। थ्याङ्क यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ। माई नेम इज सन्तोष पौडेल। आई एम 27 years old. I live in Hetauda, Nepal. I have completed my 10th grade education and I am computer literate. I have 2 years of experience working as a cleaner. I am honest, hardworking and a quick learner भनेर तपाईँले यसरी बताउन सक्नुहुनेछ। जस्तै कि मलाई आफ्नो परिचय दिने अवसर दिनुभएकोमा धन्यवाद। मेरो नाम सन्तोष पौडेल हो। म 27 वर्षको भएँ। म हेटौडा नेपालमा बस्छु। मैले कक्षा 10 पास गरेको छु र म कम्प्युटर चलाउन जान्दछु। मसँग क्लिनरको रूपमा 2 वर्षको अनुभव छ। म इमान्दार, मेहनती र छिटो सिक्ने व्यक्ति हुँ भनेर तपाईँले यसरी आफ्नो परिचय दिन सक्नुहुन्छ। तपाईँ कन्फिडेन्ट नहुन्जेलसम्मलाई यो भिडियोलाई यहीँ पज गर्नुहोस् र यसलाई प्र्याक्टिस गरिराख्नुहोस् है। यो तपाईँको इन्टरभ्यूमा चाहिँ तपाईँलाई धेरै सोधिने क्वेसनहरू हो र प्री इन्टरभ्यूहरूमा जाँदाखेरि पनि तपाईँलाई यो सोधिन्छ। प्रायः सबै जस्तो इन्टरभ्यूमा चाहिँ यो क्वेसनहरू सोधिन्छ र धेरै जसो व्यक्तिहरू चाहिँ यहीँ फेल हुनुहुन्छ कि। तपाईँले यो सबै कुराहरू कम्बाइन गरेर भन्नको लागि एकदम कन्फिडेन्ट आउँदैन र एकैचोटि प्र्याक्टिस गर्दाखेरि भन्न खोज्दाखेरि यी सबै कुराहरू सम्झिन गाह्रो पर्छ। खासै यहाँ छन् त केही पनि छैन, तपाईँको बेसिक चिजहरू हो। त्यही भएर मैले अघि माथिदेखिबाट एउटा 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 गरेर सेन्टेन्स गरेर सिकाउँदै आएको यही कम्बाइन गर्नको लागि हो। तपाईँले यी चिजहरू चाहिँ यहाँ सिक्नुभयो भने अन्त पनि तपाईँलाई काम लाग्छ। अन्य ठाउँमा गएर पनि तपाईँले बताउन सक्नुहुनेछ। त्यस कारणले गर्दा यसलाई चाहिँ राम्रोसँग भन्न सक्ने भएर जानु है। जस्तै कि तपाईँले एकचोटि फेरि रिपिट गर्नुहोस् त। थ्याङ्क यू फर द अपर्च्युनिटी टु इन्ट्रोड्युस माइसेल्फ। माई नेम इज सन्तोष पौडेल। आई एम 27 years old and I live in Hetauda, Nepal. I have completed my 10th grade education and I am computer literate. I have 2 years of experience working as a cleaner. I am honest, hardworking and a quick learner भनेर यसरी भन्न सक्नुहुन्छ। I work at Universal Restaurant in Hetauda. यानी कि म हेटौडाको युनिभर्सल रेस्टुरेन्टमा काम गर्छु। यसलाई मसँगै रिपिट गर्नुहोस् त। I work at, तपाईँ जुन पनि ठाउँ छ तपाईँको तपाईँ काम गर्ने त्यसको नाम राख्नुहोस् अनि इन कुन प्लेसमा हो यसलाई यसरी राख्नुहोस् र बताइदिनुहोस्। जस्तै कि आई वर्क एट युनिभर्सल रेस्टुरेन्ट इन हेटौडा। यानी कि म हेटौडाको युनिभर्सल रेस्टुरेन्टमा काम गर्छु। तपाईँलाई इन्टरभ्यूमा गइसकेपछि तपाईँको अनुभवहरू बताइसकेपछि तपाईँलाई कहाँ काम गर्नुहुन्छ भनेर सोध्न सक्छ। वेयर डु यु करेन्टली वर्क वा वेयर डिड यु वर्क भनेर यसरी क्वेसन पनि सोधिन सक्छ। तपाईँले काम कहाँ गर्नुभएको थियो, कुन ठाउँमा काम गर्नुभएको थियो
अनि कुन प्लेसमा काम गर्नु भएको थियो भनेर यसरी पनि सोधिन सक्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईले यो सेन्टेन्सलाई सिकेर जानुहोस् है त। आई वर्क एट युनिभर्सल रेस्टुरेन्ट इन हेटौडा। आई वर्क एट अनि तपाईको प्लेस इन हेटौडा, वर्क इन तपाईको प्लेस, यसलाई यसरी मेन्सन गरिदिनुस्। र त्यसपछि तपाईले अर्को सिक्नै पर्ने कुरा भनेको तपाईको ड्युटिज तथा रेस्पोन्सिबिलिटिजसँग सम्बन्धित कुराहरू हुन् है। तपाईको ड्युटीमा चाहिँ के कामहरू गर्नुपर्ने हुन्छ, तपाईको ड्युटीमा गइसकेपछि गर्नुपर्ने काम वा तपाईले अहिले गरिरहनु भएको ठाउँमा चाहिँ के कामहरू गर्नुभएको थियो, ती कुराहरूलाई चाहिँ विशेष रूपमा ख्याल गरेर चाहिँ तपाईले बताइदिन सक्नुहुनेछ। र इन्टरभ्यूमा जाँदाखेरि पनि तपाईलाई क्वेसनहरू सोधिन सक्छ, जस्तै कि व्हाट आर योर ड्युटिज भनेर यसरी क्वेसन सोधिन सक्छ। वा मैले काम गरिसकेको छु, मैले चाहिँ 2 वर्ष काम गरेको अनुभव मसँग छ भनेर यसरी बताउँदाखेरि चाहिँ व्हाट वेयर योर ड्युटिज भनेर यसरी पनि क्वेसन सोधिन सक्छ। तपाईको ड्युटीहरू चाहिँ के थियो भनेर यसरी पनि सोधिन सक्छ। वा व्हाट आर द ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज अफ अ भनेर जुन पोजिसनको लागि जाँदै हुनुहुन्छ त्यो यसरी पनि सोधिन सक्छ। वा व्हाट आर योर ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज भनेर यसरी पनि सोधिन सक्छ। जसरी सोध्यो भने तपाईको काम कर्तव्य तथा जिम्मेवारीहरू के हुन् भन्ने हिसाबले तपाईलाई सोधिन सक्छ। मैले चाहिँ यो फिल्डगत रूपमा फरक कामको लागि जाँदाखेरि चाहिँ फरक खालका ड्युटी तथा रेस्पोन्सिबिलिटी तपाईको कर्तव्य तथा जिम्मेवारीहरू हुन्छन्, त्यसैले त्यसलाई फरक ठाउँमा बताउने छु। त्यसकारणले गर्दा मैले फरक जुन फिल्डको लागि भिडियो आउँछ त्योसँग सम्बन्धित ड्युटी एन्ड रेस्पोन्सिबिलिटीलाई इन्क्लुड गर्छु। यहाँनिर चाहिँ मैले एउटा इक्जाम्पल राखिदिएको छु है त। तपाईले बताउँदाखेरि माई ड्युटिज आर भनेर यसरी सुरु गर्न सक्नुहुन्छ। माई ड्युटिज आर, जस्तै कि एउटा क्लिनरको इक्जाम्पल राखिदिन्छु है त म। माई ड्युटिज आर क्लिनिङ फ्लोर्स, क्लिनिङ टोइलेट एन्ड बाथरुम्स एन्ड युजिङ क्लिनिङ केमिकल्स। आई अलवेज वेयर पिपी लाइक अ हेलमेट एन्ड सेफ्टी सुज भनेर यसरी बताउन सक्नुहुन्छ। म सँगसँगै रिपिट गर्नुहोस् त। माई ड्युटिज आर क्लिनिङ फ्लोर्स, क्लिनिङ टोइलेट्स एन्ड बाथरुम्स एन्ड युजिङ क्लिनिङ केमिकल्स। आई अलवेज वेयर PPE लाइक अ हेलमेट एन्ड सेफ्टी सुज। यहाँनिर चाहिँ यो PPE भनेको चाहिँ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट हो है, जुन चाहिँ तपाईको सुरक्षाको लागि प्रयोग गरिन्छ। यानि कि मेरो काम भुइँ सफा गर्ने, शौचालय बाथरुमहरू सफा गर्ने र सफाइका रसायनहरू प्रयोग गर्ने हो। म सधैँ हेलमेट र सेफ्टी जुत्ता जस्तै PPE लगाउँछु भनेर यसरी बताउन सक्नुहुनेछ। तपाईले सुरु गर्दाखेरि चाहिँ यसरी नै बताउन सक्नुहुन्छ। माई ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज आर भनेर तपाईले यसरी लाइनबद्ध रूपमा पनि भन्न सक्नुहुनेछ वा तपाईले पोइन्ट वाइज रूपमा पनि भन्न सक्नुहुनेछ। तपाईलाई जसरी सजिलो लाग्छ त्यसरी नै बताइदिनुहोस्। र तपाईको ड्युटी तथा रेस्पोन्सिबिलिटिज हेर्नको लागि यो च्यानलमा मैले अलरेडी भिडियो बनाएर अपलोड गरिसकेको छु। तपाईले त्यहाँनिर गएर भिजिट गर्न सक्नुहुनेछ। वा तपाईले काम गरिरहनु भएको छ भने त तपाईलाई आफ्नो काम कर्तव्य तथा जिम्मेवारी थाहा नै छ र सरसर्ती रूपमा बताउन सक्नुहुन्छ। र तपाईलाई व्हाट आर योर ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज वा व्हाट आर द ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज अफ अ भनेर जुन क्वेसन सोधिन्छ यसमा माई ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज आर भन्नुहोस् अनि सरसर्ती रूपमा बताइदिनुहोस्। अब तपाईलाई चाहिँ अर्को कुरा, जस्तै कि इन्टरभ्यूमा तपाईलाई क्वेसनहरू सोधिन सक्छ। वाइ डिड यु लिभ योर लास्ट जब? तपाईले यो भन्दा अगाडिको काम किन छोड्नुभयो? वाइ डिड यु लिभ योर प्रिभियस जब भनेर यसरी क्वेसन सोधिन सक्छ। वा तपाईले वाइ आर यु लुकिङ फर अ जब चेन्ज भनेर यसरी नै क्वेसन सोधिन सक्छ। यानि कि तपाईले यो भन्दा अगाडिको काम किन छोड्नुभयो है, तपाई अहिले यो काम किन छोड्न चाहनुहुन्छ, वा अहिले काम गरिरहनु भएको कम्पनीलाई किन छोड्न चाहनुहुन्छ, वा कम्पनी किन चेन्ज गर्न चाहनुहुन्छ भन्ने हिसाबले यसरी सोधिन सक्छ। यस्तो अवस्थामा तपाईले आफूसँग भएको स्पेसिफिक रिजनहरूलाई बताउन सक्नुहुनेछ। जस्तै कि तपाईँ नेपालमा हुनुहुन्छ र तपाईँ विदेश जान चाहनुहुन्छ, यस्तो अवस्थामा तपाईलाई सोधियो वाइ डिड यु लिभ योर लास्ट जब भनेर सोध्यो भने तपाईले यसरी बताइदिन सक्नुहुन्छ। आई लेफ्ट माई प्रिभियस जब बिकज आई वान्ट टु ग्रो। आई एम लुकिङ फर अ न्यू अपर्च्युनिटी अब्रोड टु सपोर्ट माई फ्यामिली एन्ड बिल्ड माई करियर। यसलाई फेरि एकचोटि रिपिट गरौँ है त हामी। आई लेफ्ट माई प्रिभियस जब बिकज आई वान्ट टु ग्रो। भन्नुहोस् त एकचोटि फेरि। I left my previous job because I want to grow. I am looking for a new opportunity abroad to support my family and build my career. फेरि एकचोटि भन्नुहोस् त। I am looking for a new opportunity abroad to support my family and build my career. मैले अघिल्लो जागिर छोडेको हुँ किनभने म अघि बढ्न चाहन्छु। म मेरो परिवारको सहयोग गर्न र आफ्नो करियर बनाउन विदेशमा नयाँ अवसर खोज्दैछु भनेर यसरी नै बताउन सक्नुहुनेछ। अब तपाईको कन्डिसन कस्तो पनि हुन सक्छ भन्दा तपाई विदेशमा काम गरिरहनु भएको थियो, कुनै कारणवश तपाई नेपाल जानुभयो र त्यहीँ अड्किनुभयो र अहिले अब फेरि फर्केर विदेश जान चाहनुहुन्छ भने यस्तो अवस्थामा चाहिँ तपाईले कसरी बताउने त भन्दा तपाईले यसरी नै बताउन सक्नुहुनेछ। आई रिटर्न टु नेपाल टु भिजिट माई फ्यामिली एन्ड टेक केयर अफ सम पर्सनल म्याटर्स। यानि कि म परिवार भेट्न र केही व्यक्तिगत कामहरू सक्नको लागि चाहिँ नेपाल फर्केको थिएँ भनेर यसरी नै बताउन सक्नुहुनेछ। म सँगसँगै एकचोटि रिपिट गर्नुहोस् त। I returned to Nepal to visit my family and take care of some
पर्सनल म्याटर्स कि मेरो केही व्यक्तिगत कुराहरूलाई चाहिँ सक्नको लागि वा टेक केयर गर्नको लागि चाहिँ म नेपाल फर्किएको थिएँ। फेरि एकचोटि भन्नुहोस्, आई रिटर्न टु नेपाल टु भिजिट माई फ्यामिली एन्ड टेक केयर अफ सम पर्सनल म्याटर्स। म परिवार भेट्न र केही व्यक्तिगत कामहरू सक्नको लागि नेपाल फर्किएको थिएँ र अहिले फेरि जान चाहन्छु भन्ने हिसाबले यसरी बताउन सक्नुहुन्छ है त। अब जस्तै कि तपाईँलाई वाइ डिड यु लिभ योर लास्ट जब भनेर सोधिँदाखेरि तपाईँले योभन्दा अघिल्लो काम चाहिँ किन छोड्नुभयो भन्दा आई लेफ्ट माई प्रिभियस जब बिकज आई वान्ट टु ग्रो, आई एम लुकिङ फर अ न्यू अपर्च्युनिटी अब्रोड टु सपोर्ट माई फ्यामिली एन्ड बिल्ड माई करियर भनेर यसरी नै बताउन सक्नुभयो। वा आई रिटर्न टु नेपाल टु भिजिट माई फ्यामिली एन्ड टेक केयर अफ सम पर्सनल म्याटर भनेर यसरी नै बताउन सक्नुभयो। वा तपाईँले चाहिँ अब जस्तै कि कस्तो पनि हुनसक्छ त भन्दाखेरि विदेशमै गएर अब तपाईँ विदेशमै जब चेन्ज गरिरहनु भएको पनि हुनसक्छ वा कम्पनीहरू अहिले करेन्ट रूपमा काम गरिरहेर अनि फेरि अर्को अपर्च्युनिटीको लागि चाहिँ तपाईँ ट्राई गरिरहनु भएको पनि हुनसक्छ। यस्तो अवस्थामा चाहिँ कसरी बताउने त भन्दा यी दुईवटा कुराहरू चाहिँ तपाईँ नेपालबाट आउँदाखेरि बताउन सक्नुभयो। जस्तै कि अब तपाईँ जब चेन्ज गरिरहनु भएको छ भने चाहिँ यस्तो अवस्थामा चाहिँ वाइ आर यु लुकिङ फर अ जब चेन्ज भनेर क्वेसन सोधिँदा तपाईँले यसरी नै बताउन सक्नुहुनेछ। आई एम ग्रेटफुल टु माई करेन्ट अर्गनाइजेसन वेयर आई हेभ गेन भ्यालुएबल नलेज एन्ड एक्सपिरियन्स. However, I believe change is essential for personal, professional, and financial growth. Your organization offers an excellent platform where I can contribute my skill and experience while continuing to learn and develop further. म मेरो हालको संस्थाप्रति आभारी छु जहाँ मैले मूल्यवान ज्ञान र अनुभव प्राप्त गरेको छु। यद्यपि मलाई विश्वास छ कि व्यक्तिगत, व्यावसायिक र आर्थिक वृद्धिका लागि परिवर्तन आवश्यक छ। तपाईँको संस्थाले एउटा उत्कृष्ट प्लेटफर्म प्रदान गर्छ जहाँ म थप सिक्न र विकास गर्न जारी राख्दै आफ्ना सिप र अनुभवहरू योगदान गर्न सक्छु। अब तपाईँ यसलाई चाहिँ स्टेप बाई स्टेप हामी रिपिट गरौँ है त। म भन्दै जान्छु, तपाईँ रिपिट गर्नुहोस् है त। आई एम ग्रेटफुल टु माई करेन्ट अर्गनाइजेसन. आई एम ग्रेटफुल टु माई करेन्ट अर्गनाइजेसन where I have gained valuable knowledge and experience. Where I have gained valuable knowledge and experience. However, I believe change is essential for personal, professional, and financial growth. Your organization offers an excellent platform where I can contribute my skill and experience while continue to learn and develop further. म यहाँ फेरि स्टेप बाई स्टेप भन्दै जान्छु, तपाईँ रिपिट गर्दै जानुहोस् है त। आई एम ग्रेटफुल टु माई करेन्ट अर्गनाइजेसन. I am grateful to my current organization where I have gained valuable knowledge and experience. Where I have gained valuable knowledge and experience. However, I believe change is essential for personal, professional, and financial growth. I believe change is essential for personal, professional, and financial growth. Your organization offers an excellent platform. Your organization offers an excellent platform where I can contribute my skill and experience. Where I can contribute my skill and experience while continue to learn and develop further. While continue to learn and develop further. अब सुरुदेखि अन्त्यसम्म भनौँ है त। तपाईँ मसँग रिपिट गर्दै जानुहोस्। I am grateful to my current organization where I have gained valuable knowledge and experience. However, I believe change is essential for personal, professional, and financial growth. Your organization offers an excellent platform where I can contribute my skill and experience while continue to learn and develop further भनेर यसरी बताउन सक्नुहुन्छ। र यसपश्चात तपाईँले तपाईँको आफ्नो स्ट्रेन्थ यानि कि तागत वा तपाईँसँग भएका सबल पक्षहरूको बारेमा पनि तपाईँले बताउनु पर्ने हुनसक्छ। यस्तोमा चाहिँ तपाईँले बताउन सक्नुहुनेछ आई एम अनेस्ट भनेर बताउन सक्नुहुन्छ है। आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर, जुन चाहिँ हामीले अघि परिचयको पाठमा पनि सिक्यौँ है त। म इमान्दार, मेहनती र छिटो सिक्ने व्यक्ति हुँ भनेर यसरी बताउन सक्नुहुन्छ। म सँगसँगै रिपिट गर्नुहोस् त। आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर। फेरि भन्नुहोस्, आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड क्विक लर्नर। आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड क्विक लर्नर। यो चाहिँ तपाईँलाई जब वाट आर युर स्ट्रेन्थ वा वाट इज योर स्ट्रेन्थ भनेर यसरी क्वेसन सोधिन सक्छ, त्यस्तो अवस्थामा चाहिँ तपाईँले यो बताइदिन सक्नुहुनेछ। आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर भनेर यसरी बताउन सक्नुहुन्छ। म एक इमान्दार, मेहनती र छिटो सिक्ने व्यक्ति हुँ भनेर यसरी बताउन सक्नुहुनेछ। यो चाहिँ मैले सबैलाई कमन रूपमा युज हुने चिजहरूलाई राखिदिएको छु है त। तपाईँको फरक फरक फिल्डको लागि फिट हुने फरक फरक स्ट्रेन्थलाई चाहिँ मैले फरक फरक भिडियोमा ल्याउने छु। त्यस कारणले गर्दा हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनु होला। फेरि एकचोटि भन्नुहोस् त। आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर। म एक इमान्दार, मेहनती र छिटो सिक्ने व्यक्ति हुँ भनेर यसरी भन्न सक्नुभयो है। तपाईँको अब यसरी तपाईँको तागतको बारेमा भनिसकेपछि तपाईँको कमजोरीको बारेमा पनि आउन सक्छ। जस्तै कि वाट आर युर विकनेसेस भनेर यसरी सोधिन सक्छ। वाट आर युर विक पोइन्ट्स भनेर यसरी नै सोधिन सक्छ है।
तपाईँले यसरी जसरी सोधिँदाखेरि पनि तपाईँको कमजोरीको बारेमा सोधिँदाखेरि चाहिँ मेरो कमजोरी नै छैन भनेर पनि नभन्नुहोस्, किनकि हामी मानव हौ, मानवको कमजोरी भइहाल्छ। यहाँनिर तपाईँलाई कसरी हेर्न खोजिरहेको छ भन्दा तपाईँको कमजोरीलाई लिएर तपाईँ कति नकारात्मक हुनुहुन्छ भन्ने हेर्न खोजेको हुन्छ क्या। त्यस कारणले गर्दाखेरि तपाईँको सामान्य कमजोरीहरूलाई त्यहाँ समावेश गर्नुहोस् जुन चाहिँ इम्प्रुभ गर्न सकियोस् है त। जस्तै कि यसरी बताउन सक्नुहुनेछ, आई क्यान नट से नो वेन समवन आस्क फर हेल्प। मसँगै फेरि रिपिट गर्नुहोस् त यसलाई, आई क्यान नट से नो वेन समवन आस्क फर हेल्प। फेरि एकचोटि भन्नुहोस् त, आई क्यान नट से नो वेन समवन आस्क फर हेल्प। यानि कि कसैले मलाई मद्दत माग्दा म नाइ नै भन्न सक्दिनँ। सरस्वती रूपमा हेर्दाखेरि त यो त तपाईँको राम्रो पक्ष नै हो, यो चाहिँ कसरी तपाईँको कमजोर पक्ष भयो भन्ने पनि लाग्न सक्छ है त। यो चाहिँ कसरी भन्दा तपाईँ काममा जानुहुन्छ, तपाईँको काम एक थरी हुन्छ, कसैले तपाईँलाई सहयोग मागिदिन्छ, तपाईँ त्यही काममा लाग्न थाल्नुहुन्छ भनेपछि तपाईँले आफ्नो काम डेडलाइनमा पुरा गर्न सक्नुहुन्न वा त्यसैमा तपाईँको धेरै टाइम वेस्ट भइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ तपाईँको कमजोरीमा समावेश गर्न सक्नुहुनेछ। वा तपाईँले चाहिँ समटाइम आई टेक टु मच वर्क बट आई एम लर्निङ टु म्यानेज माई टाइम बेटर भनेर यसरी पनि बताउन सक्नुहुनेछ। कहिलेकाहीँ म धेरै काम लिएर बस्छु तर म समय व्यवस्थापन गर्न सिक्दैछु भनेर यसरी पनि बताउन सक्नुहुनेछ। म सँगसँगै तपाईँ दोहोऱ्याउनुहोस् त, समटाइम्स आई टेक अन टु मच वर्क बट आई एम लर्निङ टु म्यानेज माई टाइम्स बेटर। यानि कि कुनै समय कहिलेकाहीँ चाहिँ म धेरै काम लिएर बस्छु तर म समय व्यवस्थापन गर्न सिक्दैछु भन्ने हिसाबले यसरी नै बताउन सक्नुहुनेछ। अब जब तपाईँलाई इन्टरभ्यूमा वाट आर योर विकनेस वा वाट इज योर विक पोइन्ट्स भन्दाखेरि तपाईँले सरर बताइदिन सक्नुहुन्छ, आई क्यान नट से नो वेन समवन आस्क फर हेल्प। वा तपाईँले यसलाई नभनेर समटाइम्स आई टेक अन टु मच वर्क बट आई एम लर्निङ टु म्यानेज माई टाइम बेटर भनेर यसरी नै बताउन सक्नुहुनेछ। यो मध्येमा एउटालाई बताइदिनुहोस् है, जुनलाई बताइनुहुन्छ एकचोटि तपाईँ आफै रिपिट गर्नुहोस् त, आई क्यान नट से नो वेन समवन आस्क फर हेल्प। र यस पश्चात अर्को सेन्टेन्स रहेको छ, सेफ्टी इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क, विदाउट सेफ्टी वी क्यान नट वर्क प्रोपरली। काममा सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ, सुरक्षा नभए हामी राम्रोसँग काम गर्न सक्दैनौँ भनेर यसरी बताउन सक्नुहुनेछ। यो चाहिँ तपाईँलाई कस्तो अवस्थामा तपाईँले बताउन सक्नुहुन्छ भने वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क भनेर यसरी क्वेसन सोध्दा तपाईँले यसरी बताउन सक्नुहुन्छ कि वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क, काममा सबैभन्दा महत्त्वपूर्ण चिज के हो भनेर क्वेसन सोद्धाखेरि चाहिँ यो चाहिँ अलिकति ट्रिकी पनि छ है त साथीहरू। तपाईँले यहाँनिर चाहिँ कसरी बुझ्नुहोस् भन्दा काममा सबैभन्दा महत्त्वपूर्ण चिज त कामै हो भन्ने लाग्ला, तर कामभन्दा पनि तपाईँको आफ्नो सुरक्षा र टिमको सुरक्षा भने चाहिँ सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यस कारणले वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क भन्दाखेरि चाहिँ तपाईँले सेफ्टी इज मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क, विदाउट सेफ्टी वी क्यान नट वर्क प्रोपरली भनेर यसरी बताउन सक्नुहुन्छ। म सँगसँगै रिपिट गर्नुहोस् त तपाईँले, सेफ्टी इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क भन्नुहोस् त, सेफ्टी इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क, विदाउट सेफ्टी वी क्यान नट वर्क प्रोपरली। फेरि एकचोटि सुरुदेखि भन्नुहोस् त, सेफ्टी इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क, विदाउट सेफ्टी वी क्यान नट वर्क प्रोपरली। काममा चाहिँ सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ, सुरक्षा नभए हामी राम्रोसँग काम गर्न सक्दैनौँ। फेरि एकचोटि यसलाई रिपिट गर्नुहोस्, सेफ्टी इज द मोस्ट इम्पोर्टेन्ट थिङ एट वर्क, विदाउट सेफ्टी वी क्यान नट वर्क प्रोपरली। र यसै गरी अर्को कुरा आउन सक्छ, तपाईँलाई चाहिँ त्यहाँनिर कुनै पनि काममा जाँदाखेरि एक्सिडेन्ट होला, कुनै पनि चिजहरू त्यहाँनिर घटनाहरू घट्लान्, ती कुराहरूको बारेमा तपाईँले बताउनु पर्ने हुन्छ। जस्तै कि तपाईँलाई इन्टरभ्यूमा क्वेसन पनि सोधिन सक्छ, वाट विल यु डु इफ देयर इज एन एक्सिडेन्ट भनेर यसरी क्वेसन सोधिन सक्छ। यदि कुनै पनि दुर्घटनाहरू भयो भने तपाईँ के गर्नुहुन्छ भनेर यसरी सोधिन सक्छ। त्यस्तो अवस्थामा तपाईँले बताइदिन सक्नुहुन्छ, इफ देयर इज एन एक्सिडेन्ट आई विल इमिडिएटली इन्फर्म माई सुपरभाइजर, आई विल हेल्प द इन्जर्ड पर्सन एन्ड टेक देम टु द क्लिनिक। यदि दुर्घटना भयो भने म तुरुन्तै सुपरभाइजरलाई जानकारी दिनेछु, म घाइते व्यक्तिलाई सहयोग गर्नेछु र क्लिनिकमा लैजानेछु भनेर यसरी बताउन सक्नुहुनेछ। यसलाई अब हामी स्टेप बाई स्टेप सिकौँ है त। इफ देयर इज एन एक्सिडेन्ट आई विल इमिडिएटली इन्फर्म माई सुपरभाइजर, आई विल हेल्प द इन्जर्ड पर्सन एन्ड टेक देम टु द क्लिनिक। अब तपाईँलाई इन्टरभ्यूमा वाट विल यु डु इफ देयर इज एन एक्सिडेन्ट भन्यो भने तपाईँले यसरी बताउन सक्नुहुन्छ, इफ देयर इज एन एक्सिडेन्ट आई विल इमिडिएटली इन्फर्म माई सुपरभाइजर, आई विल हेल्प द इन्जर्ड पर्सन एन्ड टेक देम टु द क्लिनिक। फेरि एकचोटि भन्नुहोस् त। त्यस पश्चात तपाईँलाई अर्को कुरा चाहिँ विभिन्न प्रकारका केमिकलहरू हामी काममा जाँदा चाहिँ युज गरिरहेका हुन्छन्। जस्तै कि हाउ डु यु युज केमिकल्स सेफली भनेर यसरी चाहिँ क्वेसन सोधिन सक्छ। यी विभिन्न प्रकारका केमिकलहरू चाहिँ तपाईँ कसरी सुरक्षित रूपमा प्रयोग गर्न सक्नुहुनेछ, हाउ डु यु युज केमिकल सेफली भनेर यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले बताइदिन सक्नुहुनेछ,
I always read the label before using any chemicals. I wear gloves and use it in a well ventilated area. कुनै पनि रसायन प्रयोग गर्नु अघि म लेबल पढ्छु, म पन्जा लगाउँछु र हावा आउने ठाउँमा प्रयोग गर्छु भनेर यसरी बताउन सक्नुहुनेछ। म सँगसँगै रिपिट गर्नुहोस् है, तब हामी सेन्टेन्स बाइ सेन्टेन्स जान्छौँ। I always read the label before using any chemical. I wear gloves and use it in well ventilated area. And use it well ventilated area. फेरि म सँगसँगै रिपिट गर्नुहोस् त एकचोटि। I always read the label before using any chemical. I wear gloves and use it in a well ventilated area. तपाईँ यो सेन्टेन्सलाई फेरि एकचोटि रिपिट गर्नुहोस्। र यस पश्चात तपाईलाई चाहिँ कस्तो हुन सक्छ भन्दा कुनै पनि समस्याहरू पर्न सक्छ। कुनै पनि समस्या जस्तै एक्सिडेन्ट भयो हो, त्यस्तै खालका अन्य समस्याहरू पनि हुन सक्छन्। त्यस्तो समस्याहरू परेको खण्डमा चाहिँ के गर्नुहुन्छ भनेर यहाँनिर चाहिँ तपाईलाई क्वेशन सोधिन सक्छ। जस्तै कि हाउ डु यु ह्यान्डल कस्टमर कम्प्लेन वा हाउ डु यु सोल्भ द प्रब्लम भनेर कुनै पनि प्रब्लमहरूलाई चाहिँ देखाएर तपाईलाई क्वेशनहरू सोधिन सक्छ। यस्तो अवस्थामा तपाईले बताइदिन सक्नुहुनेछ, इफ देयर इज अ प्रब्लम आई स्टे काम। अनि यस पश्चात तपाईले के फलोअप गर्नुहुन्छ त्यही कुराहरूलाई बताउन सक्नुहुन्छ। जस्तै कस्टमरहरू हो भने चाहिँ आई लिसन टु द कस्टमर केयरफुल्ली, देन आई कल माई सुपरभाइजर इफ निडेड भनेर यसरी बताउन सक्नुहुन्छ। यानि कि यदि कुनै पनि समस्या भयो भने म शान्त रहन्छु, म ग्राहकको कुरा ध्यानपूर्वक सुन्छु, त्यसपछि आवश्यक परे म सुपरभाइजरलाई बोलाउँछु भनेर यसरी बताउन सक्नुहुन्छ। अब हामी यो सेन्टेन्सलाई रिपिट गरौँ है त। यो सेन्टेन्सलाई फेरि एकचोटि रिपिट गरौँ है त। इफ देयर इज अ प्रब्लम आई स्टे काम, आई लिसन टु द कस्टमर केयरफुल्ली, देन आई कल माई सुपरभाइजर इफ निडेड। फेरि एकचोटि तपाईँले पनि रिपिट गर्नुहोस् त। र त्यस पश्चात तपाईँलाई अर्को कुराहरू के चाहिँ सोधिन सक्छ भन्दा इफ यु मेक अ मिस्टेक वाट विल यु डु। यानि कि तपाईँले यदि गल्तीहरू गर्नुभयो भने के गर्नुहुन्छ, तपाईँले गल्ती गर्नुभयो भने के गर्नुहुन्छ, तपाईँलाई यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा तपाईँले बताइदिन सक्नुहुन्छ कि इफ आई मेक अ मिस्टेक आई विल एक्सेप्ट इट, आई विल इन्फर्म माई सुपरभाइजर, आई विल मेक स्योर नट टु रिपिट द सेम मिस्टेक अगेन। अब हामी स्टेप बाई स्टेप लागौँ है त। तपाईँ म सँगसँगै रिपिट गर्नुहोस्। इफ आई मेक अ मिस्टेक, इफ आई मेक अ मिस्टेक आई विल एक्सेप्ट इट, आई विल एक्सेप्ट इट, आई विल इन्फर्म माई सुपरभाइजर, I will inform my supervisor. I will make sure not to repeat them. I will make sure not to repeat the same mistake again. अब फेरि यसलाई सुरुदेखि अन्त्यसम्म भनौँ है त। If I make a mistake, I will accept it. I will inform my supervisor. I will make sure not to repeat the same mistake again. यदि मैले गल्ती गरेँ भने म यसलाई स्वीकार गर्छु, म मेरो सुपरभाइजरलाई बताउँछु, सेम मिस्टेकलाई चाहिँ नदोहोरिने चाहिँ म सुनिश्चित गर्छु वा मेक स्योर गर्छु, म त्यो गल्ती नदोहोऱ्याउने कुरालाई चाहिँ एकदम ध्यान दिन्छु र दोहोऱ्याएर गल्ती गर्दिनँ भन्ने हिसाबले यसरी बताउन सक्नुहुन्छ। फेरि एकचोटि तपाईँ यसलाई दोहोऱ्याउनुहोस् त। अब यस पश्चात तपाईँले आफ्नो तलबको बारेमा बताउनु पर्ने होला। जस्तै कि तपाईँको तलब कति थियो भनेर क्वेसन सोधिन सक्छ। हाउ मच वाज योर स्यालेरी भनेर क्वेसन सोधिन सक्छ। यानि कि तपाईँको तलब कति थियो भन्दाखेरि तपाईँले चाहिँ बताइदिन सक्नुहुन्छ, माई स्यालेरी वाज 2000 रियाल। यानि कि मेरो तलब चाहिँ 2000 रियाल थियो भनेर यसरी बताउन सक्नुहुन्छ। वा माई स्यालेरी वाज 30,000 रुपिज भनेर यसरी बताउन सक्नुहुन्छ। मेरो चाहिँ यहाँ अहिले काम गरिरहेको ठाउँमा चाहिँ 30,000 रुपियाँ मेरो तलब थियो भनेर यसरी बताउन सक्नुहुन्छ। र यसमा चाहिँ तपाईँले अन्य पाउनुभएको सेवा सुविधाहरूलाई पनि इन्क्लुड गर्न सक्नुहुन्छ। जस्तै कि माई स्यालेरी वाज 2000 रियाल विथ अकोमोडेसन, ट्रान्सपोर्टेसन एन्ड फुड भनेर यसरी नै बताउन सक्नुहुन्छ। मेरो तलब 2000 रियाल थियो, बस्ने यातायात र खानाको सुविधा थियो भनेर यसरी बताउन सक्नुहुन्छ। यसलाई तपाईँ रिपिट गर्नुहोस् त। माई स्यालेरी वाज 2000 रियाल विथ अकोमोडेसन, ट्रान्सपोर्टेसन एन्ड फुड। माई स्यालेरी वाज 2000 रियाल विथ अकोमोडेसन, ट्रान्सपोर्टेसन एन्ड फुड। फेरि भन्नुहोस् त। र यस पश्चात तपाईँलाई चाहिँ इन्टरभ्यूले के सोध्न सक्छ भन्दा तपाईँ विदेश किन जान चाहनुहुन्छ, वाइ डु यु वान्ट टु गो अब्रोड, वाइ डु यु वान्ट टु गो अब्रोड। यो अब्रोड भन्ने शब्दलाई चाहिँ हामीले अगाडि पनि हेरेको थियौँ है त। यसलाई चाहिँ विदेश भनेर बुझ्नुहोस् है। वाइ डु यु वान्ट टु गो अब्रोड यानि कि तपाईँ किन विदेश जान चाहनुहुन्छ। अब यस्तो अवस्थामा तपाईँले आफ्नो कुरालाई बताइदिन सक्नुहुन्छ। जस्तै कि तपाईँले सरसर्ती रूपमा फर अ बेटर फ्युचर, यानि कि उज्जवल भविष्यको लागि, राम्रो भविष्यको लागि, फर अ बेटर फ्युचर। मसँग रिपिट गर्नुहोस् त। फर अ बेटर फ्युचर भनेको राम्रो भविष्यको लागि जान चाहन्छु। र यस पश्चात तपाईँ अरू थप्न सक्नुहुन्छ। फर अ बेटर फ्युचर आई वान्ट टु सपोर्ट माई फ्यामिली फाइनेन्सियली, यानि कि आर्थिक रूपमा चाहिँ म मेरो परिवारलाई सहयोग गर्न चाहन्छु। वा आई वान्ट टु वर्क हार्ड एन्ड बिल्ड माई क्यारियर। मसँग भन्नुहोस् त। आई वान्ट टु वर्क हार्ड एन्ड बिल्ड माई क्यारियर। अब तपाईँले चाहिँ यो एउटा 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 मात्रै भन्दा नि हुन्छ, सबैलाई चाहिँ एकमुष्ट मिलाएर भन्दा नि हुन्छ। फर अ बेटर फ्युचर आई वान्ट टु सपोर्ट माई फ्यामिली फाइनेन्सियली, आई वान्ट टु वर्क हार्ड एन्ड बिल्ड माई क्यारियर। यानि कि राम्रो भविष्यको लागि म परिवारलाई आर्थिक सहयोग गर्न चाहन्छु, म कडा परिश्रम र आफ्नो करियर बनाउन चाहन्छु भनेर यसरी नै बताउन सक्नुहुन्छ।
तपाईँ फेरि एकचोटि रिपिट गर्नुहोस् त। र तपाईँलाई अर्को क्वेसन चाहिँ जस्तै तपाईँ मलेसिया जाँदै हुनुहुन्छ, तपाईँ कतार जाँदै हुनुहुन्छ, तपाईँ कुवेत जाँदै हुनुहुन्छ, दुबई जाँदै हुनुहुन्छ, जुनसुकै देशमा जाँदै हुनुहुन्छ वा युरोपका कुनै कन्ट्रीहरूमा जाँदै हुनुहुन्छ, यस्तो अवस्थामा चाहिँ तपाईँ यो देशमा चाहिँ किन जान चाहनुहुन्छ, के को लागि भन्ने खालको क्वेसन आउन सक्छ। जस्तै कि वाइ डु यु वान्ट टु वर्क इन वा वाइ डु यु वान्ट टु गो भनेर चाहिँ कन्ट्रीको नाम मेन्सन गरिदिन सक्छ। जस्तै कि वाइ डु यु वान्ट टु वर्क इन कतार, वाइ डु यु वान्ट टु गो टु कतार भनेर चाहिँ यसरी क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा चाहिँ तपाईँले बताइदिन सक्नुहुन्छ त्यहाँ चाहिँ धेरै अपर्च्युनिटीहरू छन्, त्यो कन्ट्री चाहिँ एकदम विकास भइरहेको छ होइन, त्यहाँ गयो भने चाहिँ मैले आफ्नो भविष्यलाई चाहिँ राम्रो बनाउन सक्छु भन्ने हिसाबले तपाईँले बताउन सक्नुहुनेछ। जस्तै कि यहाँनिर म तपाईँलाई स्टेप बाई स्टेप बताउँछु है त। जस्तै कि कतार इज अ फास्टेस्ट ग्रोइङ कन्ट्री विथ मेनी अपर्च्युनिटिज, भन्नुहोस् त, म सँगसँगै भन्नुहोस् ल। कतार इज अ फास्ट ग्रोइङ कन्ट्री विथ मेनी अपर्च्युनिटिज। फेरि एकचोटि भन्नुहोस् त, कतार इज अ फास्ट ग्रोइङ कन्ट्री विथ मेनी अपर्च्युनिटिज। अनि कतार तीव्र रूपमा विकास भइरहेको देश हो। आई वान्ट टु वर्क हार्ड देयर फर अ बेटर फ्युचर फर माई फ्यामिली, यानि कि म परिवारको राम्रो भविष्यको लागि कडा परिश्रम गर्न चाहन्छु। आई वान्ट टु वर्क हार्ड देयर फर अ बेटर फ्युचर फर माई फ्यामिली। फेरि एकचोटि भन्नुहोस् त, म सँगसँगै भन्नुहोस् है त। कतार इज अ फास्ट ग्रोइङ कन्ट्री विथ मेनी अपर्च्युनिटिज। आई वान्ट टु वर्क हार्ड देयर फर अ बेटर फ्युचर फर माई फ्यामिली भनेर यसरी बताउन सक्नुहुन्छ। तपाईँले यहाँनिर चाहिँ जुनसुकै कन्ट्री छ त्यो कन्ट्रीको नामलाई मात्र चेन्ज गरिदिनुहोस्। हामी भनेको अलिकति विकास भइरहेको वा अपर्च्युनिटी भएको देशमै जाने हो काम गर्नको लागि, अपर्च्युनिटी नभएको विकासै नभइरहेको देशमा त हामी जाँदैनौँ। त्यही भएर यो कमन एन्सर चाहिँ तपाईँले हरेक ठाउँमा युज गरिदिन सक्नुहुन्छ। एकचोटि फेरि रिपिट गर्नुहोस् त। र तपाईँलाई अर्को क्वेसन सोधिन सक्छ, वाइ सुड वी हायर यु, वाइ सुड वी हायर यु, यानि कि हामी तपाईँलाई किन हायर गरौँ, तपाईँलाई नै किन छान्ने भनेर यसरी तपाईँलाई क्वेसन सोधिन सक्छ। यस्तो अवस्थामा हामीले तपाईँसँग भएका मुख्य मुख्य कुराहरूलाई मेन्सन गरिदिन सक्नुहुन्छ, तपाईँसँग भएका तागतहरूलाई मेन्सन गर्न सक्नुहुन्छ। जस्तै कि यहाँनिर चाहिँ अघि पनि हामीले माथि एकचोटि प्र्याक्टिस गरिसक्यौँ, यहाँनिर केही सेन्टेन्स राखिदिएको छ, तपाईँलाई यसरी प्र्याक्टिस गर्न सक्नुहुन्छ है त। यु सुड हायर मी बिकज, मसँग भन्नुहोस् त, यु सुड हायर मी बिकज, तपाईँले मलाई छान्नुपर्ने कारणहरू भनेको चाहिँ आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर। भन्नुहोस् त, मसँग फेरि रिपिट गर्नुहोस्, यु सुड हायर मी बिकज आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड अ क्विक लर्नर। तपाईँले मलाई छान्नुपर्ने कारणहरू भनेको चाहिँ म इमान्दार, मेहनती र छिटो सिक्ने व्यक्ति हुँ। आई एम रेडी टु वर्क हार्ड फर यो कम्पनी, आई फलो अल इन्स्ट्रक्सन फ्रम माई सुपरभाइजर। म तपाईँको कम्पनीको लागि कडा परिश्रम गर्न तयार छु, म सुपरभाइजरले दिएका सबै निर्देशन पालन गर्छु। म सँगसँगै फेरि रिपिट गर्नुहोस् तपाईँले, यु सुड हायर मी बिकज, यु सुड हायर मी बिकज आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड क्विक लर्नर। आई एम अनेस्ट, हार्ड वर्किङ एन्ड क्विक लर्नर। I am ready to work hard. I am ready to work hard for your company. For your company. I follow all instruction from my supervisor. I follow all instruction from my supervisor. I follow भनेको चाहिँ म फलो गर्छु, all instruction भनेको चाहिँ सुपरभाइजरबाट दिएका निर्देशनहरू हुन् है। इन्स्ट्रक्सन भनेको चाहिँ निर्देशनहरू हुन्। I follow all instruction from my supervisor. I follow all instruction from my supervisor. फेरि एकचोटि रिपिट गर्नुहोस् त। You should hire me because I am honest, hardworking and quick learner. I am ready to work hard for your company. I follow all instruction from my supervisor. र तपाईँलाई इन्टरभ्यूमा डु यु हेभ एनी क्वेसन्स फर अस भनेर यसरी क्वेसन सोधिन सक्छ। डु यु हेभ एनी क्वेसन्स फर अस भनेर चाहिँ यसरी, त के तपाईँसँग चाहिँ हाम्रो लागि के क्वेसन छ, के क्वेसन सोध्न चाहनुहुन्छ भनेर नि यसरी सोध्न सक्छ। यस्तो अवस्थामा चाहिँ तपाईँले नर्मली रूपमा केही न केही चाहिँ सोधिदिनुहोस्। जस्तै कि यस, क्यान यु टेल मी अबाउट ड्युटी आवर्स एन्ड अकोमोडेसन। फेरि एकचोटि रिपिट गर्नुहोस् त, यस, क्यान यु टेल मी अबाउट द ड्युटी आवर्स एन्ड अकोमोडेसन्स। क्यान यु टेल मी अबाउट द ड्युटी आवर्स एन्ड अकोमोडेसन्स, यानि कि के तपाईँ ड्युटीको आवरको बारेमा र अकोमोडेसनको बारेमा बताउन सक्नुहुन्छ भनेर यसरी क्वेसन सोधिदिन सक्नुहुन्छ। वा तपाईँले चाहिँ नेपालबाट यदि आउँदै हुनुहुन्छ भने चाहिँ वेन विल आई गेट माई भिजा भनेर यसरी नै क्वेसन सोधिन सक्छ। वेन विल आई गेट माई भिजा, वेन विल आई गेट माई भिजा भनेर यसरी नै सोध्न सक्नुहुन्छ। यानि कि मैले मेरो भिजा चाहिँ कहिले पाउँछु, मेरो भिजा चाहिँ कहिले आउँछ भनेर यसरी नै सोध्न सक्नुहुन्छ। हजुरलाई इन्टरभ्यूको लागि बेस्ट अफ लक साथीहरू। बाइ, फेरि भेटौँला।